हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी रिसेन्ट ट्रेन्ड इन फिजिक्सको चाहिँ केही कन्सेप्चुअल क्वेसन गर्न गइरहेका छौँ, केही रिजनिङ क्वेसन गर्न गइरहेका छौँ। यो च्याप्टर चाहिँ म पढाएन युट्युबमा हालौँला। मैले यो च्याप्टरको चाहिँ नेपालमा पढा चाहिँ युट्युबमा भेट्टाएको थिएन, त्यही भएर चाहिँ। र फर्स्ट क्वेसन के छ, वाट इज अ क्वाक कम्बिनेसन अफ प्रोटोन एन्ड न्युट्रन। कुनै एउटा प्रोटोन र न्युट्रनको क्वाक कम्बिनेसन भन्यो। अब सुरुमा म बुझाउँछु वाट आर क्वाक्स। क्वाक भने के हुन्छ? क्वाक भने के हुन् कि क्वाक आर फन्डामेन्टल कन्स्टिट्युन्ट पार्टिकल्स अफ ह्याड्रोन्स। ह्याड्रोन्सका चाहिँ फन्डामेन्टल कन्स्टिट्युन्ट पार्टिकल्स चाहिँ के हुन्? क्वाक्स हुन्। र ह्याड्रोन्स भने के हुन्? मेसोन्स र बेरोन्स चाहिँ के हुन्? ह्याड्रोन्स हुन्। मेसोन्स र बोजोन्स चाहिँ के हुन्? ह्याड्रोन्स हुन्। र क्वाक मिलेर चाहिँ बन्छन् कि ह्याड्रोन्सहरू। जस्तै न्युक्लियनहरू पनि ह्याड्रोन्समै पर्छन्। जसले गर्दाखेरि प्रोटोन र न्युट्रन चाहिँ केले बन्ने भयो? क्वाकले बन्ने भयो। र त्यही पर चाहिँ हामी आज पढ्न लाग्छौँ। र प्रोटोन चाहिँ के हुन्छ भन्नुपर्दाखेरि दुईवटा अप क्वाक र एउटा डाउन क्वाकले मिलेर बन्या हुन्छ। र न्युट्रन चाहिँ के? दुईवटा डाउन क्वाक र एउटा अप क्वाकले बन्या हुन्छ। र यति मात्र लेखेर मार्क्स मिल्दैन, त्यही भएर यसको चार्ज समेत लेख्यो भने मार्क्स आउँछ। जस्तै चार्ज हेरौँ होइन, चार्ज न्युट्रनको किन 0 भयो? यो किन न्युट्रल पार्टिकल हो? र प्रोटोनको चाहिँ +1 ई चाहिँ किन भयो भने +1 ई भने के हो भने इलेक्ट्रोनको जति नै चार्ज हुन्छ नि, तर प्लसमा हुन्छ, त्यही भएर चाहिँ किन भयो। र हामीलाई के थाहा छ? अप क्वाकको चार्ज चाहिँ कति हुन्छ? 2/3 अफ इलेक्ट्रोनिक चार्ज प्लस डाउनको के हुन्छ? +2/3 है। डाउनको के हुन्छ? +2/3, यो माइनस नलेखौँ, 2/3 अफ अपको नि त्यही हुन्छ भने नि। अब डाउनको के हुन्छ? -1/3 अफ इलेक्ट्रोन हुन्छ भने नि त। इलेक्ट्रोनको चार्ज र एलसिएम लियो भने 3 आयो। 2 + 2 - 1 1 - 2 - 1 1 भनेपछि 3/3 आउने भयो। त्यही भएर 1 इलेक्ट्रोनिक चार्ज आउने भयो। 1 इलेक्ट्रोनिक चार्ज कस्तोमा आउने भयो? प्लसमा आउने भयो। +1 इलेक्ट्रोनिक चार्ज, जसले गर्दाखेरि पोजिटिभ चार्ज हुन्छ। के को हुन्छ? पोजिटिभ चार्ज। इलेक्ट्रोनको यो माइनस नजिक नै होला, किनभने इलेक्ट्रोनको चार्ज जति नै हो भन्न खोज्या हो यो +1 ई। जस्तै 1.16 × 10⁻19 कोलम। र अब न्युट्रनको चाहिँ चार्ज 0 किन भयो भन्नुपर्दाखेरि डाउन क्वाकको कति हुन्छ भनेको थिएँ मैले? 1/3। कतिमा? 1/3 माइनसमा। र अप क्वाकको कति हुन्छ? +2/3, जसले गर्दाखेरि के भयो? 3 एलसिएम आयो। -1 -1 +2, र यो त काट्यो नि त, त्यही भएर 0/3 भनेपछि 0 आयो। त्यही भएर यसको चार्ज के हुनु रहेछ? 0। यति लेख्यो भने चाहिँ मार्क्स आउँछ। र अर्को क्वेसन छ, वाट इज डार्क म्याटर। अब यसलाई लेख्दाखेरि कसरी लेख्नु पर्यो? डार्क म्याटर इज अ मिस्टिरियस म्याटर इन द युनिभर्स द्याट डज नट इन्ट्र्याक्ट विथ लाइट। त्यही भएर चाहिँ यसले के गर्दैन? लाइटलाई इमिट र रिफ्लेक्ट गर्दैन। इमिट नि गर्दैन, रिफ्लेक्ट नि गर्दैन, त्यही भएर यो इन्ट्र्याक्ट गर्दैन। र यो खासमा के हुन्छ भन्नुपर्दाखेरि म हल्का भन्छु, युनिभर्समा चाहिँ 5% चाहिँ के हुन्छ? 5% चाहिँ नर्मल म्याटर हुन्छ, जो चाहिँ हामीले वरिपरि देखेकै हो। 25% डार्क म्याटर हुन्छ। र 70% जति चाहिँ के हुन्छ? 70% जति चाहिँ के हुन्छ भन्नुपर्दाखेरि यो डार्क म्याटर हुन्छ। डार्क म्याटर लाई चाहिँ कसरी थाहा पाइन्छ भन्नुपर्दाखेरि यसको ग्राभिटेसनल इन्ट्र्याक्सनले गर्दाखेरि। र के हुन्छ भन्नुपर्दाखेरि यस्तो भास्ट रिजनमा चाहिँ यसको एउटा जहाँ चाहिँ हाई कन्सन्ट्रेसन अफ डार्क म्याटर हुन्छ नि, त्यहाँ चाहिँ लाइट बेन्ड गर्छ के, लाइट बेन्ड गर्छ। त्यही भएर पनि थाहा पाइन्छ, यसको ग्राभिटेसनल इफेक्टले पनि थाहा पाइन्छ। किन भन्नुपर्दाखेरि कुनै पनि ग्यालेक्सी ग्राभिटीको कारणले बनिँदैन भनेर मान्छन् कि साइन्टिस्टहरू। यो ग्राभिटीको कारणले बन्न सक्दैन। त्यही भएर त्यो डार्क म्याटर चाहिँ के हो? डार्क म्याटरले चाहिँ एउटा ग्लुको रूपमा काम गर्छ। युनिभर्स मा भएका ग्यालेक्सीहरूलाई चाहिँ ताराहरूलाई चाहिँ जोड्नका लागि चाहिँ के हुने भयो? यो ग्लुको रूपमा युज गर्छ। अब लेख्दाखेरि कसरी लेख्ने? Dark matter is a mysterious matter in the universe that does not interact with the light, so it neither reflect it nor absorb it. It acts as a glue for the stars to form galaxies भनेर लेख्नु होला। र
र इट इज डिटेक्टेड बाई इट्स ग्राभिटेसनल इफेक्ट्स भनेर लेख्नु होला र के हुन्छ मार्क्स आइहाल्छ। र अर्को क्वेसन के छ, वाट इज ब्ल्याक होल? ब्ल्याक होल भने के हो? र ब्ल्याक होल भने के हो कि ब्ल्याक होल भने एउटा अब्जेक्ट हो, सेलेस्टियल अब्जेक्ट हो। कस्तो सेलेस्टियल अब्जेक्ट पनि लार्ज स्टार अबाउट 5 सोलर मास, यो सूर्यभन्दा चाहिँ अबाउट 5 टाइम ठुलो भएको सोलर मासको चाहिँ अन्तिम चरणमा के हुन्छ, सुपरनोभा हुन्छ। सुपरनोभा भएर एउटा कोर बन्छ र कोर चाहिँ आफैमा कोल्याप्स हुन्छ के, मतलब कोल्याप्स हुन्छ, जसले गर्दाखेरि त्यसको ग्राभिटी चाहिँ यति हाई हुन्छ कि त्यो चाहिँ ब्ल्याक होल बन्छ। र ब्ल्याक होल बन्ने चाहिँ एउटा के छ भन्नुपर्दाखेरि क्राइटेरिया छ, जसलाई भन्छ स्वार्ट्सचाइल्ड रेडियस, जसको फर्मुला हुन्छ 2gm/c² र कुनै पनि स्टारको मास राखियो, g को भ्याल्यु राख्यो, c² को भ्याल्यु राख्यो र यति रेडियस हुनुपर्छ त्यो ब्ल्याक होल बन्नलाई। अर्थलाई नि यो फर्मुलामा हालेर एउटा रेडियस आउँछ, रेडियसको भ्याल्यु आउँछ, त्यतिसम्म स्क्विज गरिदियो भने अर्थ नि ब्ल्याक होल बन्छ। र ब्ल्याक होलमा चाहिँ के हुन्छ, कुनै पनि कुरा गयो भने चाहिँ फर्केर आउन सक्दैन र यसले चाहिँ स्पेस टाइममा चाहिँ इन्फाइनाइटली बेन्ड गरे हुन्छ, इन्फाइनाइट डिप बेन्ड गरे हुन्छ के। यो यसमा चाहिँ लाइट गयो भने लाइट नि फर्केर आउन सक्दैन र नर्मल म्याटर गयो भने त झन् फर्किनै सक्दैन। यसको चाहिँ के हुन्छ, स्केप भेलोसिटी चाहिँ लाइटलाई पनि पार गर्दै हुन्छ कि, त्यही भएर लाइट फर्किँदैन। र अब के हुन्छ भन्नुपर्दाखेरि यसलाई लेख्दै कसरी लेख्ने, ब्ल्याक होल इज अ मिस्टेरियस कस्मिक एन्टिटी इन अ युनिभर्स that can swallow up the all matter crossing the event horizon and it does emit light also भनेर भन्नु पर्यो। र के हुन्छ भन्नुपर्दाखेरि लाइट अल्सो फलिङ अन इट भनेर भन्नु पर्यो। यसमा चाहिँ इभेन्ट होराइजन भने के हो कि एउटा ब्ल्याक होलको पनि बााउन्ड्री हुन्छ कि, जहाँ पाइ त्यहीको चाहिँ यसले म्याटर चाहिँ खाँदैन। जस्तै यो ब्ल्याक होल छ भनेपछि यसको वरिपरि एउटा इभेन्ट होराइजन हुन्छ, त्योभन्दा पछि जे पनि कुरा पनि जान्छ त्यो चाहिँ ब्ल्याक होलभित्र जाने हो कि, न कि योभन्दा बाहिर कुराको चाहिँ जाँदैन। हाम्रो सेन्टर अफ द ग्यालेक्सीमा पनि एउटा ब्ल्याक होल छ जसको नाम हो सैजिटेरियस ए। र अर्को क्वेसन के छ भन्नुपर्दाखेरि, अर्को क्वेसन छ हाउ डु यु नो द युनिभर्स इज एक्सपान्डिङ? हामीलाई थाहा छ युनिभर्स इज एक्सपान्डिङ भन्छौँ, तर कसरी थाहा छ हामीलाई युनिभर्स इज एक्सपान्डिङ? यसमा रिजन दिनु पर्यो। हामीलाई चाहिँ युनिभर्स एक्सपान्ड हुन लाग्छ भनेर दुईवटा कुराले थाहा हुन्छ, रेड सिफ्ट र ब्लू सिफ्टले। र यो भने के हो भन्नुपर्दाखेरि रेड सिफ्ट र ब्लू के हो कि फर्स्ट नम्बरमा म बुझ्छु, एउटा कुनै पनि अब्जर्भर बाट चाहिँ कुनै पनि लाइट सोर्स चाहिँ टाढा जान्छ भने चाहिँ के हुन्छ भन्नुपर्दाखेरि वेभलेन्थ चाहिँ, त्यो लाइट सोर्सको वेभलेन्थ चाहिँ के हुन्छ, ठुलो हुँदै जान्छ। वेभलेन्थ चाहिँ के हुन्छ, ठुलो हुँदै जान्छ, गर्दाखेरि के हुन्छ त्यसको चाहिँ रेडतिर चाहिँ के हुन्छ, वेभलेन्थ जान्छ। हामीलाई के थाहा छ, वेभलेन्थ भिजिबल स्पेक्ट्रममा सबभन्दा धेरै वेभलेन्थ कसको हुन्छ, रेडको हुन्छ। त्यही भएर चाहिँ त्यसको लाइट चाहिँ रेड जस्तो हुन्छ। र किनभने त्यो टाढा जान लाग्छ, त्यसको वेभलेन्थमा चेन्ज आएर। र ब्लू सिफ्ट भने के हो, जब कुनै पनि सेलेस्टियल अब्जेक्ट चाहिँ नजिक आउँछ भने चाहिँ त्यसको वेभलेन्थ चाहिँ के हुन्छ, सानो हुँदै जान्छ। र जसले गर्दाखेरि ब्लू सिफ्ट सबभन्दा सानो वेभलेन्थ कसको हुन्छ, ब्लूको हुन्छ। त्यही भएर चाहिँ त्यसको चाहिँ लाइट चाहिँ ब्लू देखिन थाल्छ। त्यही भएर चाहिँ यो रेड सिफ्ट र ब्लू सिफ्टले हामी अब्जर्भ गरेका छौँ। र त्यही भएर यही रेड सिफ्ट र ब्लू सिफ्ट देखेका कारणले चाहिँ के हुन्छ, हाम्रो युनिभर्स एक्सपान्ड हो भन्ने चाहिँ जानिरहेछ। धेरै जस्तो रेड सिफ्ट देखिएको छ। अब ब्लू सिफ्टको इक्जाम्पल दिएँ, जस्तै एन्ड्रोमेडा हाम्रो नजिकतिर आउनु लाग्छ, त्यो ब्लू सिफ्टको म इक्जाम्पल भयो होइन, हाम्रो ग्यालेक्सीतिर आउनु लाग्छ। र अर्को क्वेसन छ, इफ द सन समहाउ कोल्याप्स टु फर्म अ ब्ल्याक होल व्हाट वुड दिस इभेन्ट हेभ एन अर्बिट अफ द अर्थ? व्हाट वुड दिस इभेन्ट हेभ एन इफेक्ट अन द अर्बिट अफ द अर्थ हुनु पर्थ्यो। मैले क्वेसन गलत छाडेछु। र के हुन्छ भन्नुपर्दाखेरि यो क्वेसनले के भने हो कि एउटा सन चाहिँ समहाउ कोल्याप्स भएर चाहिँ ब्ल्याक होल फर्म भइदियो अरे। अब ब्ल्याक होल फर्म भइदियो भने चाहिँ के हुन्छ, अर्थको ओर्बिटमा चाहिँ अर्थलाई चाहिँ के हुन्छ, के फरक पर्छ भने हो। त्यो के हुन्छ भन्नुपर्दाखेरि हामीले जब सन ब्ल्याक होल भन्छ, जस्तै अर्थ यहाँ छ होइन, यसको डिस्टेन्समा नेग्लिजिबल अमाउन्टमा चेन्ज आउँछ, त्यस्तो खासै चेन्ज आउँदैन, नेग्लिजिबल अमाउन्टमा चेन्ज आउँछ। हामीलाई के थाहा छ,
डिस्टेन्स त सेम हुन्छ, ग्राभिटी बढे तापनि डिस्टेन्स चाहिँ सेम हुन्छ, जसले गर्दाखेरि अर्थको अर्बिटमा केही फरक आउँदैन। के लेख्नु पऱ्यो? इफ सन somehow collapsed into the black hole to form a black hole, there would be no effect in the orbit of the earth because the distance between the sun and earth would same। र अब सोच्नु होला कि यो अर्थ किन ब्ल्याक होलमा गएन भन्नुपर्दा फेरि यो सनको नि इभेन्ट होराइजन हुन्छ। इभेन्ट होराइजन भन्दा चाहिँ धेरै टाढा हुने भयो नि त अर्थ, अबाउट 14 करोड किलोमिटर टाढा छ अर्थ, जसले गर्दाखेरि केही फरक आउँदैन यसको अर्बिटमा, यति भनेर लेख्नु पर्यो। र सी यू अन द नेक्स्ट भिडियो। म यसैको चाहिँ सबै यो रिसेन्ट ट्रेन्ड इन फिजिक्स चाहिँ सबै पढाएर हालौँला अब।